रिसाउनु हुँदैन अरे हजुरआमा रिसाउनु हुँदैन अरे हुँदैन हो अनि तपाईँलाई कहिलेदेखि रिस उठेन कहिल्यै पनि मलाई ओम साथीमा नलागेन्जेल त रिस उठ्थ्यो अब रिस उठ्दैन पहिला सासूसँग रिस उठ्दैन थियो साथीसँग सासू सासू तपाईँको सासू आमासँग रिस उठ्दैन थियो मेरो सासू आमाको कुरो गरौँ भनेदेखि म कान सुन्दिनँ अलिबाट आउँछु सक्दिनँ मेरो लडेपछि म थलोपछि तपाईँलाई मुडा दिउँ बस्नलाई मुडा दिउँ होइन मुडामा बस्दिनँ म यहाँ हुन्छ ए मेरी सासू आमा मेरो छोराले एकदिन के भन्नु भने गहुँ काट्न गएका खेतमा अनि आमा आज हाम्रो छोरा जन्मने बित्तिकै 2 वर्ष भएपछि हाम्रो बाले आएर लिएर गयो के मेरो छातीको दुध जेठाजुको छोरो खाने भयो बाले के भने भनेदेखि हाम्रो छोरो गर्बे टोरो हेर तपाईँको छोरो बाउ मरेका 6 महिना पुरा पुगेपछि जन्मेको छोरो तपाईँको छोरा मेरो छोरो त्यसका 3टा छोरा एउटी छोरी 17 जना भए सन्तान अहिले सन्तान अनिखेरि छोरो खेताला खोज्न गयो हामी सासू बुहारी रातको 3:30 4 बज्दा हामी खेतमा आइकन एकवटा गएर गहुँ काटिसकेको थियौँ कस्तो बखत त अनि अँध्यारो पनि थियो होला बत्ती पनि थिएन होला गाउँमा न बत्ती हुनु अनि खेतमा चाहिँ के बालेर जानुहुन्थ्यो त्यत्तिकै आँखा देख्नुहुन्थ्यो 3 बजे राति मल बोकेर जान्छौँ फेरि रित्दै जान पाइयो अनिखेरि के भन्नु छोराले भने छोरो ल्याएको थियो है अनि छोरो ल्याएर बिहे गरेर सासू बुहारी अनि छोराले के भन्नु हामी गहुँ काट्न गयौँ छोरो खेताला खोज्न गयो गहुँ टुट्नु पर्यो नि दिउँसो अनि छोराले के भन्नु भने आमा भन्नु है भने आज माल्न कि आमाले पकाएको जस्तो चाम्रे पकाऊ है आमा भनेको तपाईँको माइतको आमाले पकाए जस्तो उता उही 13-14 वर्षसम्म बस्यो नि 2 वर्ष हालेर गएर पहिला बाले किन उतै माइतमा छोडिदिनु भएको छोरोलाई चाहिँ आमा तपाईँले पहिला माइतमा छोडिया कारण मेरो यहाँ घरमा जेठाजुको नि छोरो साइले बरको नि छोरो मेरो पनि छोरो मेरो छोरो गर्वे टोरो भयो उनीहरूका छोरा बाबुआमा छन् अनि फेरि के भने भनेदेखि 3टा नाति लिएर फलेजा बसेका ससुरा हाम्रा बा आए अनि बा आएपछि बाले के भन्नुभयो भने सम्धी भन्नुभयो हजुर तपाईँका यो 3टा नाति बराबर होइनन् त भन्नुभयो हो अब यो 3टा नाति तपाईँका बराबर भए थिए व्यथा कष्ट दुःख नाश सबै कुरो विचार एउटै हुन्छ उति हो माए अब यिनको बोर छ फल्ला भन्ने आश छ मेरो बोर छैन फल्ला भन्ने आश छैन काल चाहिँ म टार्दिनँ म अकालबाट चाहिँ मेरो नाति बचाउँछु म नाति लैँ भने बाले लिएर गए अब कालै आएको भए त कसले टार्न सक्छ र काल त हटाउन सकिएन कलबाट चाहिँ अब हाम्रो बा ज्योतिष पनि झाँक्री पनि तपाईँको माइतका बुवा जोशी पनि यस्तो उस्तो सबै थाहा भएको काल चाहिँ सक्दिनँ सक्दी अकालबाट चाहिँ मेरो नाति बचाउँछु भनेर लिएर गए म घर एक्लै बाले मलाई पनि हिँड भने छोरो नाति बाँची रह्यो भनेदेखि मेरो ससुराले रोजी अंश दिन्छन् तोरो नाति भनेर अनिखेरि मैले यहाँ सम्पत्ति जोगाइदिएँ भने छोरो उहाँ बाँच्छ म यहाँ काम गर्छु कान्छा देवर जोत्ने म खन्ने बाँधो यस्ता यस्ता सुर्का छन् यहाँबाट गोरु फर्काउँछु नि त्यताबाट उता खन्नु परेको कति दुःख गर्नु त्यो छोरा निम्ति अनि बाले लिएर गए अनि 3 वर्ष लागेपछि छोरो लिएर गएका 14 वर्ष छोरो ल्याए सबै भिन्न भए अब नाति चाहियो नि त गोठालो तपाईँलाई साथी पनि चाहियो बसे नि कान्छा देवर टोरो नाति हुर्काउनलाई भनेर राखे नि कान्छा देवरलाई कान्छा देवरका स्वास्नी लोनी स्वास्नी भएर यत्तिकै मलाई त हेप्ने भन्ने वचन लाउने दुःख दिने चस्सा चुस्सा
गोरुको पिँढो पनि खाइ भने खाना लागेदेखि मिठो चाहिन्थ्यो जानवर खाना लाग्दा आफ्नो माइत दुध र भात खाएको घाँटीबाट छिरेन 10 वर्षपछि एउटी जेठानी मरेर पछि बिहे गरेकी जेठानीले के भनिन् हामी त हुक्का पानीसित खान्छौँ कस्तो घाँटी हामी त हुक्का पानीसित खान्छौँ कस्तो घाँटी तिखो जिउरो भने तपाईलाई भने मिठै खाइयो मिठै के हो हुक्का पानी भनेको चाहिँ यत्रो तमाखुको फ्याकेको पानीसँग भात खानु रे रिसाले भने के मलाई ए चामल धानको भात खाने कि मकैको भात खाने त्यतिखेर खाना चाहिँ मकैको तपाईँ चाहिँ मकैको भात खाएर अहिलेसम्म यति दरी हुनुभएको होला 90 वर्षको मान्छे हेर्नु त 48 वर्षको जस्तो हुनुहुन्छ 3 सालमा बिहे गरे घर आएर बस्यो के मिठो खायो होला सबैजना लाग्थे कति दुःख गरियो कति अनि फेरि काममा गए कान्छी देउरानी अरूले दिया खाँदै थिए मेरो कान्छी देउरानी लौसालकै छोरी हो उनीहरूकै लौसालमा दिने भए माइली दिदी ल्याउ खाजा अरूले दिया खान्न भने तपाईँले दिएको मात्रै खाने तपाईँले दिएको मात्रै खाने माइली भने तपाईँ हो म माइली जेठानी अरूले दिँदा यसो गर्छन् रे पेटा ल्याउ ल्याउ गर्छ दिने भए माइली दिदी ल्याउ नदिने भए अरूले दिया खान्न भने कान्छी देउरानी हिँड्न थाली मेरो पालो वाप्प गरेर लौ खा भने नपुगे मलाई पुग्दैन ज्ञान आउनेको बालकैदेखि आउँछ के हो नि उसको चित्त बुझाएपछि त आफ्नो भगवान् खुसी भइहाल्यो नि हो त होइन त हो त्यति गरेकी देउरानी पछि कान्छा देवर राखे ससुराले भतिजो हुर्काउन भएर 14 वर्ष भतिजो बाले पालेर बिसीमा गोठालो चाहिन्छ अब भनेर लिएर आएपछि देउरानी त 1 वर्ष बोक्ने भयो 1 वर्ष ब्याउने भई धेरै छोरी पनि छोरै पाइ छोरा 3टा पाइ अनि फेरि 1 वर्ष ब्याउने 1 वर्ष बोक्ने बिचरा त्यस्तो हुँदो रहेछ के गर्नु त्यस्तो हुँदा पनि आफूले उसको दबाई गरियो उसले ऊ भान्से भयो अनि ऊ भान्से हुँदा तिनै जेठानीहरूको बानी लि मलाई त यसै पो गर्थ्यो अनि यो यस्ती जेठानी हो अरू यस्ता थिए यो यस्ती थिए यसलाई चाहिँ यसो गर्नुपर्छ भन्ने विचार आउँदैन त आउनु पर्ने रहेछ नि त कता अज्ञानी हुन्छन् हेर मैले सिकाएको थियो नि अब खाएर सकिँदैन त म एउटी काममा हिँडेँ ऊ सुत्केरी घर होइन त काममा हिँडी जेठानी 11 मकै खाओ न भनेर त्यो देउरानीले भने भएदेखि मेरो मन कति खुसी हुँदो त्यति हुँदा पनि त्यो देउरानी माथि मलाई दया नै छ अहिले पनि दया नै गर्नुहुन्छ पर्नु त पर्छ त रिस गर्नेलाई माया गर्नुपर्छ प्याच्च भन्नेलाई नरम बोली गर्नुपर्छ हेर अनि दुःख दिनेलाई सुख दिनुपर्छ आफै दुःख गर्नुपर्छ बालकैदेखि अनि सुख दिनेलाई चाहिँ दुःख दिनु फेरि उल्टो सुख दिने त कहाँ पाउँछौ सुख दिने मान्छे पाइन्छ नि कहिले काहीँ त यसो पनि गर उसो पनि गर यसो पनि गर सबै गर्नुपर्छ भन्ने हुन्छन् सबै मान्छे भ्याइ नभए सके गर्ने नि मुसु मुसु हाँस्ने सके गर्ने अनि खोइ त यहाँ गरे भने गर्दैछु भन्ने होइन त दुर्गे हात खाली नराख्ने गरिराख्ने गर्दैछु गरौँला नि त्यसो भन्दा पनि उनीहरूको ज्ञान आएन त भत्ताको पैसा कति आउँछन् हजुरआमा मेरो भत्ताको पैसा कति आउँछन् मेरो छोरालाई थाहा छ मलाई थाहा छैन तपाईँलाई ल्याएर दिन्छन् होला नि त यसो खर्च छ पानी चाहियो भने मेरो छोरो दिइहाल्छ नि नदिने भए त मै राखिहाल्छु नि हो नि तपाईँ हेर्नु त हेर्दै यस्तो हँसिलो खुसी हुनुहुन्छ अनि के खान्छौ आमा भन्छ काजु चाहिन्छ कि मधिसे बनाउनु चाहिन्छ कि भाग्यमा नि तपाईँको छोरा त ओखर चाहिन्छ कि आमा तँ खुत्रुके बिस्किट खान्छु कुन चाहिँ ल्याइदिउँ आमा भन्छ तैँले म अहिले खाँदैन थिएँ बिस्किट भाइ ओम शान्तिमा बिस्कुट चलिन्छ बिस्कुट
र कुन बिस्कुट खानुहुन्छ? चिउरा त्यो बट्टा भएको खान्छु। बट्टामा हालेको बिस्कुट खानुहुन्छ? मेरो पनाती न हाम्री आमा बिस्कुट हाम्री आमालाई यो चाहिन्छ भन्छन् भनेर ल्याइदिन्छन्। ल्याइदिन्छन्। माया गर्छन् न। आमाले ल्याइदिन्छन्। के भन्छ? खनाती पनि जन्मे रे तपाईँका हो? नातिका पनि छोराछोरी जन्मे? खनाती चाहिँ जन्मन्छ अब पनातिनको बिहे भयो पोर। उमा भन्छ नि अहिले उमा भन्थे नि हो उमाको बिहे भयो वैशाखमा वर्ष दिन भएर यति आए तिमी जस्तै छ। ए छोराका पनि पनाती नै जन्मिन लागेछन् अब। राम 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 जन्मिन्छन्। अनि अब मलाई मेरो छोराले आमा तिमी ओम शान्ति जाऊ तिमीलाई फेरि तिमीले केही गर्नु पर्दैन। अब यस्ता बालखा केटाकेटी आउँछन् म ओम शान्ति जान्थेँ नि यस्ता बालखा केटाकेटी आउँछन् म जाँदा पढ्न जान्छन् यी बालखा मिसिरी हुन्छ नि फोडेर कुर्का बारेर अनि उसलाई दिन्थेँ यो खुसी भएर जान्छन् नि। हो नि ऊ रोटी ल्याएर दिन माए ज्ञानमा त्यस्तो हुन्छ त्यही भए धेरै दिने नदे भए जति छ त्यति दिने हो कि होइन? हो नि। अब कति खुसी भएर गए आफूले खाए गुबाट जान्छ यिनलाई दिएदेखि यिनको आत्माले हाँसेको दिन्छ। शराब गर्छन् नि शराब गर्नेलाई के दिने भन्छन् के म उसमा शराब गरिछ आफूलाई शराब गर्नेलाई आशिक दिनुपर्छ भन्छन् दिन्छन् आशिक। आफूलाई धुन्नानसित गाली गरिछ 15 आँसु खसालेर रुँदै आउँछ नि मलाई यसो भयो नि त्यसरी रुनु हुँदैन। उसले शराब गरेछ भने आशिक दिने धन्यवाद छ तिमीलाई कहिल्यै केही नहोस् बाबु तिमीलाई राम्रो होस् तिमीलाई हिँड्दा ठेस नलाओस् तिमीलाई राम्रो होस् भन्ने आशिक दिने। यतार्थ आँसु आइछन् नि चित्त त दुखेछ हो नि। अनि के अरे अनि आशिक दिया उसको शराब उसैलाई जान्छ आफूले दिया आशिक दिनु आशिक लिनु आफूले दिया आशिक त आफैलाई पो छ त्यसरी बुझियो नि। हो नि आशिक दिनु आशिक लिनु आउँदैन। भोट हाल्नु भएको छ हजुरआमा? हजुर भोट हाल्नु भएको छ? हाल्छु कहिले हाल्नु भएको? म कति जन्मेदेखि कति हाल्यो कति अब फेरि पनि चुनाव आउन आँटेछ अरे त थाहा छ तपाईँलाई? आँटी छ हाम्रो नातिहरूले मलाई केमा हाल्ने आमा भोट भन है भनेर उहाँ लेखेर गएछ माइला नातिले। ए केमा हाल्ने अरे भोट चाहिँ? हामीले जसले दियो भोट भत्ता त्यसैलाई हाल्ने हो। कसले? घामले दियो अरे हो सूर्यले के कसले दिएको? सूर्यले दिएको। ए भत्ता कसले दिन्छ त्यसैको यहाँ मुटुको रगत दियो नि त हामीलाई बडा हामीलाई उसले भोट दिएर उनीहरूले भत्ता दिएर पो हामीलाई यस्तो तेजालु भयो। हाम्रो भत्ता नभए हाम्रो उसै पाल्नु पर्यो छ काम छैन छैन भन्लान् हो त हो नि। मनमोहन अधिकारीलाई दिए मनमोहन अधिकारीलाई दिने भोट। अहिले को छ प्रधानमन्त्री? खोइ अहिले को छ थाहा छैन। मैले पोहोर भोट हाल्नलाई कहाँ गएको बालुवा खाने पनि परार पनि भोट हाल्ला म त धेरै यहाँ छैन नि काठमाडौँमा छु। ए भोट हाल्न त आउनु पर्यो नि त फेरि यहाँ। अनि छोरा बुवाले यहाँ भोट हाले अरूले कान्छो नाति र म चाहिँ उहाँ भोट हाल्ने। ल ठिक छ। के अरे अनि केपी ओली चिन्नुहुन्छ? हजुर केपी ओली चिन्नुहुन्छ? केटीहरू केपी ओली चिन्नुहुन्न? पढिया छैन। कुन नेता चाहिँ चिन्नुहुन्छ? कुन नेता चिन्नुहुन्छ? ए म हाल्न सक्दिनँ मलाई फलाना राइट्याउ भनेर दिन्छु उहाँ गएपछि जान बुढी भई सक्दिनौ तिमी तिमीलाई भोट म कुन चाहिँमा हाल्ने भन्छौ त्यसैमा हालिदिन्छु भन्छन् नि।